नमस्ते साथीहरू सबैजनामा अनि वेलकम ब्याक मेरो मिनी ब्लग अनि तपाईहरु सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। अनि आज हामी फ्यामिली भिजिट नर्दर आइल्यान्डको जेन्स क्याजवे भन्ने ठाउँमा हामी जाँदैछौँ। अनि त्यहाँका राम्रो ठाउँहरू म लगाउनेवाला छु। मन पराइदिनु होला ल, अनि मन परे सब्सक्राइब लाइक्स पनि गरिदिनु होला। थ्याङ्क यू भेरी मच, बाई बाई। ल हेर्नुहोस् साथीहरू, अझ पनि हामी बाटैमा हिँड्दैछौँ। हेलो साथीहरू, हामी अझै पनि अन द वेमै छौँ। हेर्नुहोस् न साथीहरू, पानी पनि परिगयो। अब भरे कस्तो हुन्छ होला वेदर, म केही लगाउनेवाला छु है साथीहरू। हामी अब कार पार्कमा आइपुग्यौँ। अब मेरो फ्यामिलीहरू बुढो अनि मेरो छोरा बुहारी पनि घुम्ने एकदम एक्साइटेडमा हुनुहुन्छ। अनि हामीले पे गर्नुपर्छ यहाँ, अनि यहाँदेखि हामी घुम्न जाँदैछौँ है साथीहरू। ल हेर्नुहोस् साथीहरू, ल यस्तो रहेछ ठाउँहरू, हेर्नुहोस् है, तपाईँहरू पनि इन्जोय गर्नुहोला। ल हेर्नुहोस् साथीहरू, यस्तो समुद्री भागहरू, डाँडा काँडाहरू यस्तो रमाइलो रहेछ कि। ल हेर्नुहोस् है साथीहरू, ल हेर्नुहोस् साथीहरू, यस्तो भागहरू यहीँ अल्लो डाँडा पल्लो डाँडा रहेछ। हामी परतिर जाँदैछौँ, एकदम हामी रमाइलो गरेर हिँड्दैछौँ। अनि एकदम भिजिटरहरू आउनु हुँदो रहेछ। ल हेर्नुहोस् साथीहरू, यस्तो रमाइलो रहेछ कि। ल हेर्नुहोस् साथीहरू, यति रमाइलो रहेछ कि। यस्तो हरियो परियो समुद्रको भागहरू। ल हेर्नुहोस् साथीहरू, यहाँ चाहिँ पहिले एकदम धेरै पुरानो, धेरै अगाडि यहाँ चाहिँ भल्कानो आएको रहेछ, अथवा भल्कानो भनौँ न। अनि यहाँनिर चाहिँ एकदम यो चाहिँ अहिले चाहिँ त्यो भल्कानो सेलाएर बसेर चाहिँ सबै ढुङ्गा बनेको रहेछ। हेर्नुहोस् न, ढुङ्गा भएको रहेछ। अनि सबै यो ढुङ्गै छ। ल हेर्नुहोस्, समुद्र डाँडा डोडी पनि छ, समुद्र छ। अनि कति धेरै भिजिटरहरू यहाँ आउनु हुँदो रहेछ, घुम्न आउनु हुँदो रहेछ सबै। ल हेर्नुहोस् है साथीहरू, यी सबै ढुङ्गा पहिले यो ज्वालामुखी, यहाँ चाहिँ ज्वालामुखी आउँथ्यो अरे। अनि अहिले चाहिँ छैन, ज्वालामुखी आउँदैन। अनि यो अहिले ज्वालामुखी सेलाएपछि सबै ढुङ्गा, यसरी ढुङ्गा बनेको रहेछ। ल हेर्नुहोस् है साथीहरू, ल हेर्नुहोस् यहाँ मेरो छोराको, यहाँ हेर्नुहोस् न, साथी नाति पनि पो छ त। अब पक्का छैन, नाति नै भन्नु पर्यो नि। ल हेर्नुहोस् न, अब कुकुर नभन्नु अरे, उसको नाम चाहिँ मफिन हो। ल हेर्नुहोस्, मफिन नाति जस्तै भन्नु पर्ला। ल हेर्नुहोस्, मेरो छोरा बरेको छोरा भन्नु पर्ला। ल है रमाइलो छ यस्तो डाँडा काँडा। ल हेर्नुहोस्, लु रमाइलो, ल कति रमाइलो छ। लु मेरो छोरा बुहारी अनि लु मेरो श्रीमानजी पनि आउनुभयो। ल साथीहरू, अब हामी समुद्र भागदेखि अब माथि डाँडामा निस्किनलाई हामी जाँदैछौँ है। ल हेर्नुहोस् है साथीहरू, म डाँडाको भागहरू पनि म देखाउने छु। ल कोही माथिबाट झर्दैछन्, कोही हुँदैबाट तल माथि जाँदैछौँ। ल हेर्नुहोस् साथीहरू, अब हामी समुद्र भागदेखि अब माथि डाँडामा हामी अब चढ्न जाँदैछौँ है। माथि डाँडाको सिन, माथि डाँडादेखि म सिन देखाउने छु है साथीहरू। ल हेर्नुहोस् साथीहरू, हामी अब डाँडामा पुग्न लागेछौँ। ल सबै कोही तलदेखि जाँदै गर्ने, कोही माथिदेखि झर्दै गर्ने। ल हेर्नुहोस् है, यहीँ माथिबाट समुद्र भागहरू, डाँडा काँडा कस्तो रमाइलो देखिँदो रहेछ। ल हेर्नुहोस्, यस्तो दामी रहेछ। ल हेर्नुहोस्, माथि डाँडादेखि यस्तो भागदेखि यसरी बाटोहरू जाँदो रहेछ। अनि यो बाटोदेखि माथि डाँडामा पुग्नलाई यस्तो फेरि उकालो बाटो आउँछ कि। ल हेर्नुहोस् है साथीहरू, जाँदाखेरि डाँडा काँडा। ल हेर्नुहोस्, माथिदेखि मान्छेहरू, भिजिटरहरू यस्तो माथिबाट झर्दैछन् उनीहरू। हामी चाहिँ यहाँ तलदेखि हामी माथि चढ्दैछौँ। हामी ल
माथि चढ्नुलाई हामी वेटिङमा पनि छौँ। ल हेर्नुहोस् न, साथी हेर्नुहोस्, लु हेर्नुहोस् यहाँ माथिबाट झरेको, लु हेर्नुहोस् है साथीहरू, लु हेर्नुहोस् यस्तो माथिदेखि डाँडा, लु यति डाँडादेखि माथि यति डाँडाबाट झरेको। अब हामी माथि उकालो चढ्नेछौँ। यस्तो समुद्र भाग त्यहाँदेखि। ल हेर्नुहोस् यहाँ हेर्नुहोस् है कस्तो उकालो बाटो छ। त्यहाँ बाटो चाहिँ लु हेर्नुहोस् यसरी बनाएको छ, बनाएको रहेछ। ल हेर्नुहोस् त्यो पाहाड चढ्नुलाई, माथि डाँडा पुग्नलाई। लु हेर्नुहोस् है यस्तो रहेछ। हेर्नु न कम्ता उकालो छैन, यस्तो उकालो छ। हामी त हेर्नु न पर्खेकै भयौँ। बाटो साँघुरो रहेछ, उकालो बाटो। अनि ल हेर्नुहोस्, ल यहाँ त कस्तो भएन। ल हेर्नुहोस्, ल हेर्नुहोस् साथीहरू, यहाँ डाँडामाथि चढेपछि यसरी तल यसरी समुद्रको भागहरू यस्तो राम्रो देखिँदो रहेछ। ल हेर्नुहोस् समुद्र भ्यूहरू, यहाँ माथि डाँडाको भ्यूहरू पनि। ल साथीहरू हेर्नुहोस् है, ल यस्तो राम्रो भ्यूहरू मिस गर्दै हामी अब ब्याक टु होम। थ्याङ्क यू सो मच फर वाचिङ। सी यु नेक्स्ट भिडियो भन्दै आजलाई बाई बाई बाई।